आज म तपाईहरुलाई अप्सन म्याथको एउटा युनिट ट्रिग्नोमेट्री को बेसिक कुराहरु भन्न गइरहेको छु। सो त्यो युनिटमा फर्स्ट टपिक हाम्रो के हुन्छ भने ट्रिग्नोमेट्रिक रेशियो हुन्छ। हामीले चाहिँ त्यो च्याप्टर पढ्नु अगाडि हामीले त्यसको टर्मको मिनिङहरु बुझ्नु पर्ने हुन्छ। ट्रिग्नोमेट्रिक भनेको लाइक ट्रायंगलको मेजरमेन्ट हुन्छ। यसमा हामी के गर्छौं भने हामी रिलेसनशिप हेर्छौं एंगलको र साइडको कस्तो ट्रायंगलको राइट एंगल ट्रायंगल। सो ट्रिग्नोमेट्री इज ऑल अबाउट राइट एंगल ट्रायंगल। अनि रेशियो भनेको के हो भने कम्पेरिजन अफ टु साइड्स अर क्वान्टिटीज। हामीले कुनै पनि साइडलाई कम्पेयर गर्छौं, कुनै पनि दुईटा साइडलाई कम्पेयर गर्छौं या कुनै पनि क्वान्टिटी अफ सेम टाइप्स को क्वान्टिटीलाई हामी कम्पेयर गर्छौं, त्यसलाई हामी के भन्छौं रेशियो भन्छौं। र यो राइट एंगल ट्रायंगल हो। राइट एंगल ट्रायंगलमा यो थीटा भनेको रिफरेन्स एंगल, जुन एंगल दिएको हुन्छ त्यसलाई हामी रिफरेन्स एंगल भन्छौं र त्यसको अपोजिटमा पर्ने साइडलाई हामी के भन्छौं भने परपेन्डिकुलर भन्छौं। अनि रिमेनिङ साइड जुन स्मल साइड हुन्छ त्यो हामी बेस हुन्छ र लार्जेस्ट या लंगेस्ट साइडलाई हामी के भन्छौं हाइपोटेनस भन्छौं। र यो च्याप्टरमा हामीले रेशियो पढ्छौं। जस्तै अब हामीले यो च्याप्टरमा डिफरेन्ट रेशियोहरु पढ्छौं। सो हामीले स्कुलमा पढ्दा चाहिँ हाम्रो टिचरले पढाउनु हुन्छ लाइक sin थीटा भनेको परपेन्डिकुलर बाइ हाइपोटेनस। अनि टिचरले हामीलाई भन्नुहुन्छ यो रट्नको लागि हैन। तर हामीले के बुझ्नु पर्ने हुन्छ लाइक वाइ लाइक sin थीटा भनेको परपेन्डिकुलर बाइ हाइपोटेनस हुन्छ। अनि किन हामीसँग 6 वटा रेशियो मात्र छ sin cos tan cosec sec र cot। हामीसँग why we have only the 6 ratios, why not more than 6? सो त्यसको आन्सर के रहेको छ भने अब हाम्रो रेशियो भनेको कम्पेरिजन हुन्छ, दुईटा साइडको कम्पेरिजन हुन्छ। जस्तै मैले p र s लाई कम्पेयर गरे, p र s लाई कम्पेयर गरे। सो यसरी हामी कम्पेयर गर्दा चाहिँ हामीसँग कतिवटा रेशियोहरु आउन सक्छ, व्हाट इज अ टोटल पोसिबिलिटी। सो इफ वी सी हियर सो परपेन्डिकुलर र हाइपोटेनस एउटा पोसिबिलिटी भयो। अर्को हामीले बेस बाइ हाइपोटेनस, अर्को पोसिबिलिटी के हुन्छ परपेन्डिकुलर बाइ बेस। सो नेक्स्ट वी हैव अदर पोसिबिलिटी, यसको जस्ट अपोजिट। पहिला हामी p बाइ s लेखिरा छौं भने h बाइ p, फेरि h बाइ b र b बाइ p। सो दिस आर अब यो बाहेक यो 6 वटा बाहेक अरु कुनै पनि पोसिबिलिटी छैन रेशियोको। जस्तै हामीले यसको र यसको लियौं, यसको र यसको लियौं, यसको र यसको लियौं र अपोजिट गरेर यसको यसको। सो हामीसँग यो बाहेक अरु कुनै पनि पोसिबिलिटी छैन। सो फर्स्टमा यो sin इज थीटा भनेको परपेन्डिकुलर बाइ बेस, परपेन्डिकुलर बाइ हाइपोटेनस हैन। फर्स्ट अफ अल हामीले के गर्यो भने हामीले कम्पेयर गर्यो दुईटा साइडलाई। सो हामीसँग कम्पेयर गर्दा चाहिँ डिफरेन्ट साइडलाई कम्पेयर गर्दा हामीसँग अल पोसिबिलिटी कतिवटा छ 6 वटा छ। अब यही 6 वटा पोसिबिलिटीको नाम चाहिँ हामीले के दिएको छ भने जस्तै यसको रेफरेन्समा यो छ भने अब यो p बाइ s लाई हामी के नाम दियो भने sin थीटा। सो sin थीटा भनेको p बाइ h। यसलाई हामी के भन्यो cos थीटा, यसलाई के भन्यो tan थीटा, यसलाई हामी के भन्छौं cosec थीटा, यसलाई हामी भन्छौं sec थीटा र यसलाई भन्छौं हामी cot थीटा। सो यसरी चाहिँ हामीले 6 वटा रेशियो पढ्छौं sin cos tan cosec sec र cot। सो कुरा यस्तो छ भने हामीले कम्पेयर गर्दा चाहिँ 6 वटा मात्र पोसिबिलिटी रह्यो। अनि त्यो पोसिबिलिटीलाई हामी नाम दिएका छौं। जस्तै p बाइ s आयो भने त्यसलाई sin थीटा भन्छौं, b बाइ s आयो भने cos थीटा भन्छौं, p बाइ b आयो भने tan थीटा र h बाइ p आयो भने cosec र h बाइ b आयो भने sec र b बाइ b आयो भने cot थीटा हुन्छ। अब यसमा तपाईले हेर्न सक्नुहुन्छ यो थीटा बीटा। सो अब हामीलाई थाहा छ sin
थीटा लियो भने हाम्रो यसको रेफरेन्स एंगल चाहिँ यो हुन्छ भने AB बाई AC आन्सर हुन्छ। यो भनेको P बाई H। बट इन केस हामीले साइन बीटा लेख्यो भने अब हाम्रो रेफरेन्स एंगल चाहिँ यो होइन कि यो हुन्छ। अब यसको हिसाबले हाम्रो यो चाहिँ P हुन्छ र यो चाहिँ B हुन्छ। इट मिन्स अब यसको आन्सर के हुन्छ BC बाई AC, दैट इज P बाई H। सो यहाँ चाहिँ हाम्रो रेफरेन्स एंगल चेन्ज हुँदा चाहिँ हाम्रो साइड पनि चेन्ज हुन्छ, परपेंडिकुलर साइड पनि चेन्ज हुँदो रहेछ। H will remain same whereas perpendicular will change always according to the reference angle। न म के ट्रिकहरु भन्न गइरहेको छु। सो यो ट्रिकहरु चाहिँ अलि हामीले राम्ररी बुझ्यो भने हामीलाई फर्मुलाहरु चाहिँ याद गर्न एकदम सजिलो हुन्छ। जस्तै sin थीटा भनेको P बाई H, cos थीटा भनेको B बाई H र tan थीटा भनेको P बाई B। अब ट्रिग्नोमेट्रीमा के हुन्छ भने साइन को अपोजिट जहिले पनि cosec हुन्छ। अब यो अपोजिट भयो भने हाम्रो के हुन्छ H बाई P। cos को जहिले पनि अपोजिट के हुन्छ sec, that is H बाई B। र tan को अपोजिट के हुन्छ cot थीटा भनेको B बाई P। सो यो डिफरेन्ट जस्तै हामीले जहिले पनि याद गर्ने बेलामा sin cos tan याद गर्छौं र sin को cosec, cos को sec र tan को cot। अब एउटा फर्मुला के छ भने जस्तै tan थीटा भनेको sin बाई cos हुन्छ हैन। सो tan को अपोजिट cot हुन्छ। अपोजिट भनेको जस्ट रिभर्स। सो tan थीटा हामीले sin बाई cos याद गर्यो भने cot थीटा भनेको के हुन्छ cos बाई sin। यसलाई हामी के भन्छौं रेसिप्रोकल फर्मुला हुन्छ, रेसिप्रोकल फर्मुला। सो रेसिप्रोकलमा के हुन्छ जस्ट अपोजिट। अब एउटा फर्मुला के छ भने लाइक sin थीटा भनेको 1 बाई cosec थीटा र cosec भनेको 1 बाई sin थीटा। इन द सिमिलर वे cos भनेको 1 बाई sec र sec भनेको 1 बाई cos। सो यसरी हामीले हेर्दा चाहिँ इफ हामीले sin cos tan याद गर्यो भने sin को अपोजिट cosec हुन्छ र cos को अपोजिट sec हुन्छ र tan को अपोजिट cot हुन्छ भने हामीले फर्मुलाहरु याद गर्न एकदम सजिलो हुन्छ। जस्तै tan याद गर्यो भने sin बाई cos हुन्छ भने cot को के हुन्छ cos बाई sin। sin भनेको 1 बाई cosec। जस्तै मैले भने sin को अपोजिट cosec हुन्छ भने 1 बाई cosec र cosec को के हुन्छ 1 बाई sin, cos को 1 बाई sec, sec को 1 बाई cos। सो यसलाई चाहिँ रेसिप्रोकल फर्मुलाहरु भन्छन्।